राधा एक दिन ह्यान्डपम्प चलाउँछिन्, तर अचम्मको कुरा के हुन्छ भने पानीको सट्टा त्यहाँबाट कालो हीरा ब्ल्याक डायमन्ड निस्कन थाल्छ। राधा धेरै खुसी हुन्छिन् र धेरै हीरा लिएर सुनार कहाँ बेच्न जान्छिन्। यति धेरै साँचो कालो हीरा देखेर सुनार पनि अचम्मित हुन्छ र सबै हीरा किनेर राधालाई गाडीभरि पैसा दिन्छ। राधाको मन धेरै ठूलो हुन्छ। उनले सबै पैसा एक गरिब गर्भवती भिखारी महिलालाई दिइदिन्छिन्। त्यसपछि राधा फेरि ह्यान्डपम्पबाट अझ धेरै हीरा निकाल्छिन् र ती गरिबहरूमा बाँड्छिन्। बिस्तारै उनले यति धेरै हीरा निकाल्छिन् कि एक शानदार हीराको बंगला बनाउँछिन्। केही समयमै राधाको पूरा हीराको घर तयार हुन्छ। गाउँका मानिसहरू पनि यो देखेर छक्क पर्छन् र उनीहरू पनि ह्यान्डपम्पबाट हीरा निकालेर आफ्ना घर बनाउन थाल्छन्। बिस्तारै पूरै गरिब गाउँ चम्किलो हीराको शहरमा परिणत हुन्छ। तर एक दिन दुईजना चोरहरूले यो जादुई ह्यान्डपम्प देख्छन्। उनीहरूले जबरजस्ती त्यसलाई उखेल्छन् र भाग्छन्। राधा उनीहरूको पछि लाग्छिन्, तर बाटोमा लड्छिन् र चोरहरू ह्यान्डपम्प लिएर भाग्न सफल हुन्छन्। त्यही बेला भगवान श्रीकृष्ण प्रकट हुनुहुन्छ। उहाँले ती चोरहरूलाई सजाय दिनुहुन्छ र त्यहाँबाट भगाउनुहुन्छ र ह्यान्डपम्प फिर्ता लिनुहुन्छ। राधा यो देखेर भावुक भएर रुन थाल्छिन्।